नमस्कार साथीहरू। आजको भिडियोमा हामी भारतको मध्य प्रदेश राज्य स्थित विश्व प्रसिद्ध श्री महाकालेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्न आएका छौँ। यो भगवान शिवका 12 ज्योतिर्लिङ्गमध्ये एक हो र लाखौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। आजको भिडियोमा म तपाईहरुलाई मन्दिरसम्मको यात्रा, दर्शन प्रक्रिया, मन्दिरको इतिहास, विशेषता र यहाँका केही महत्त्वपूर्ण स्थान देखाउनेछु। भिडियोको अन्तिमसम्म हेर्नुहोला। उज्जैनको परिचय दिनुपर्दा उज्जैन भारतको सबैभन्दा प्राचीन धार्मिक नगरमध्ये एक हो। यसलाई सप्तपुरी अर्थात् हिन्दू धर्मका 7 पवित्र सहरमध्ये एक मानिन्छ। यो पवित्र शिप्रा नदीको किनारमा अवस्थित छ। यो सहरमा प्रत्येक 12 वर्षमा विश्व प्रसिद्ध सिंहस्थ कुम्भ मेला आयोजना पनि गरिन्छ, जहाँ करोडौँ श्रद्धालु स्नान गर्न आउँछन्। र महाकालेश्वर मन्दिरको विशेषता को बारेमा बोल्नुपर्दा महाकालेश्वर भगवान शिवका 12 ज्योतिर्लिङ्गमध्ये एक हो। यस मन्दिरको सबैभन्दा ठुलो विशेषता भनेको यो दक्षिणमुखी ज्योतिर्लिङ्ग हो, जुन अत्यन्त दुर्लभ मानिन्छ। मन्दिरको इतिहासको बारेमा कुरा गर्नुपर्दा महाकालेश्वर मन्दिर हजारौँ वर्ष पुरानो मानिन्छ। इतिहासमा धेरै पटक मन्दिरमा आक्रमण भए पनि पछि विभिन्न शासकहरूले यसको पुनर्निर्माण गरे। अहिले देखिने मन्दिर मुख्यतः मराठा शासनकालमा पुनर्निर्माण गरिएको हो। भस्म आरती महाकाल मन्दिरको सबैभन्दा प्रसिद्ध पूजा भस्म आरती हो। यो बिहान सबेरै हुने विशेष आरती हो। यसलाई प्रत्यक्ष हेर्नका लागि अग्रिम अनलाइन वा अफलाइन अनुमति आवश्यक पर्छ। देश विदेशबाट धेरै भक्तजनहरू केवल भस्म आरती हेर्नकै लागि भनेर उज्जैन पुग्ने गर्छन्। अहिले हामी मन्दिर परिसरभित्र छौँ। यहाँको वातावरण, घन्टीको आवाज, शिव मन्त्र, भक्तहरूको आस्था र सकारात्मक ऊर्जा अनुभव गर्दा मन नै शान्त हुन्छ। महाकालको दर्शनपछि जीवनमा नयाँ ऊर्जा प्राप्त भएको महसुस हुन्छ। मन्दिर वरपरका महत्त्वपूर्ण स्थानहरू महाकाल दर्शनपछि यी स्थानहरूमा पनि घुम्न सक्नुहुन्छ। हरसिद्धि माता मन्दिर, कालभैरव मन्दिर, रामघाट, शिप्रा नदी, सन्दीपनी आश्रम, मङ्गलनाथ मन्दिर, यी सबै स्थान उज्जैनको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका स्थानहरू हुन्। यदि तपाईहरु पनि महाकाल दर्शनको योजना बनाउँदै हुनुहुन्छ भने केही कुरामा ध्यान राख्नुहोस्। बिहान चाँडै पुग्दा दर्शन गर्न सहज हुन्छ। विशेष गरी सोमबार, साउन महिना र शिवरात्रिमा अत्यधिक भिड हुन्छ। भस्म आरती हेर्न चाहनुहुन्छ भने अग्रिम बुकिङ गर्नुहोस् र मन्दिरका नियमहरूको पूर्ण पालन गर्नुहोस्। मेरो व्यक्तिगत अनुभव भन्नुपर्दा यो यात्रा केवल घुमघाम मात्र नभएर एउटा आध्यात्मिक अनुभव पनि बन्यो। महाकालको दर्शनपछि मनमा छुट्टै शान्ति र सकारात्मक ऊर्जा महसुस भयो। यदि जीवनमा कहिले अवसर मिल्छ भने कम्तीमा एक पटक यहाँ अवश्य आउनुहोस्। यहाँको वातावरण र आस्थाले जीवनभर सम्झिने अनुभव दिन्छ। महाकाल मन्दिरका केही रोचक तथ्य, दर्शन अघि वा दर्शनपछि जान्नै पर्ने केही रोचक जानकारीहरू पनि तपाईहरुसँग साझा गर्न चाहन्छु। महाकालेश्वर भगवान शिवका 12 ज्योतिर्लिङ्गमध्ये एक हुनुका साथै यसको ज्योतिर्लिङ्ग दक्षिणमुखी रहेको विशेषता छ, जुन अत्यन्त दुर्लभ छ। हिन्दू मान्यताअनुसार दक्षिण दिशा यमको दिशा मानिन्छ। त्यसैले महाकाललाई मृत्यु र समयमाथि पनि शासन गर्ने भगवानको रूपमा चित्रण गरिएको छ, भगवानको रूपमा मानिएको छ। महाकाल शब्दको अर्थ नै समयका स्वामी हो।
जसले समयलाई पनि नियन्त्रण गर्नुहुन्छ भन्ने विश्वास चाहिँ जनसमुदायमा रहेको पाइन्छ। नन्दी महाराजको महत्त्व। महाकाल मन्दिरमा भगवान शिवका प्रिय वाहन नन्दी महाराजको पनि विशेष महत्त्व छ। मान्यताअनुसार भक्तजनले नन्दी महाराजको कानमा आफ्नो मनोकामना भनेमा त्यो सिधै भगवान शिवसम्म पुग्छ भन्ने विश्वास गरिएको छ। त्यसैले यहाँ आउने धेरै भक्तजनहरू नन्दीको कानमा आफ्नो इच्छा व्यक्त गर्ने गर्छन्। किनमेलका लागि उपलब्ध पसलहरू पनि छन्। महाकाल मन्दिरको दर्शनपछि बाहिर निस्किँदा किनमेलका लागि धेरै पसलहरू देख्न सकिन्छ। यहाँ धार्मिक सामग्रीदेखि लिएर स्थानीय स्मरणीय वस्तुसम्म सजिलै पाइन्छ। यी पसलहरूमा रुद्राक्षमाला, शिवलिङ्ग, नन्दीको मूर्ति, त्रिशूल, डमरू, बेलपत्र, पूजा सामग्री, भगवान शिवका फोटो तथा फ्रेम, चन्दन, भस्म, अगरबत्ती, प्रसाद, मिठाई लगायतका धेरै सामानहरू बिक्री गरिन्छ। यदि तपाईँ परिवार वा साथीभाइहरूका लागि सम्झनास्वरूप केही लैजान चाहनुहुन्छ भने यहाँबाट राम्रो विकल्पहरू छन्। पसलहरूमा विभिन्न मूल्यमा सामान पाइने भएकाले आफ्नो बजेट अनुसार छनौट पनि गर्न सक्नुहुन्छ। किनमेल गर्दा मूल्य एकपटक सोधेर वा आवश्यक परे सामान्य रूपमा मलमलाइ गरेर खरिद गर्न राम्रो हुन्छ। धेरै पसलहरूले डिजिटल भुक्तानी क्युआर कोडबाट पनि स्वीकार गर्ने गरेका छन्। महाकाल दर्शनको यादलाई अझ विशेष बनाउन यहाँबाट एउटा सानो धार्मिक सम्झना लिएर जानु भक्तजनहरूको लागि एकदम परम्परा जस्तो बनेको छ। यदि तपाईँ पनि रेलमार्गबाट उज्जैन आउँदै हुनुहुन्छ भने उज्जैन जक्सन रेलवे स्टेसन महाकालेश्वर मन्दिरको धेरै नजिक पर्छ। स्टेसनबाट मन्दिरको दूरी करिब 2-3 किलोमिटर मात्र भएकाले अटो, ई-रिक्सा, ट्याक्सी मार्फत केही मिनेटमै पुग्न सकिन्छ। सबैले एकपटक मनदेखि भन्नुहोस्, हर हर महादेव, जय श्री महाकाल। अन्त्यमा सबैको जय होस्।